साइक्लिक एलिफेटिक कम्पाउन्डमा हामीले पढ्ने भनेको आज कन्फर्मेसन अफ साइक्लोहेक्जेन हैन। कन्फर्मेसन अफ साइक्लोहेक्जेन योभन्दा अगाडि भिडियोमा हामीले हेरेको थियौँ बियर-स्टेन थ्योरी। बियर-स्टेन थ्योरीको थोरै रिकल गरौँ। अब त्यसपछि हामीले कन्फर्मेसन अफ साइक्लोहेक्जेन हेर्छौँ है। बियर-स्टेन थ्योरीले के भन्छ भनेपछि कुनै पनि कार्बन एटम यदि चारवटा अरू एटमसँग जोडिएको छ भनेपछि त्यहाँ एउटा टेट्राहेड्रल एंगल बन्छ हैन। त्यो टेट्राहेड्रल एंगलको एंगल भ्यालु हुन्छ 109 डिग्री 109.28 मिनेट हुन्छ हैन। अनि त्यसमा कुनै खालको डेभिएसन आयो भनेपछि त्यो कम्पाउन्ड त्यो साइक्लिक एलिफेटिक कम्पाउन्डहरु तिनीहरु अनस्टेबल हुन्छन्। त्यसै भन्दाखेरि हाम्रो आउँछ फर एक्जाम्पल साइक्लोप्रोपेन, त्यसको स्ट्रेन एंगल हुन्छ +24 डिग्री 0.44 मिनेट हुन्छ हैन। त्यसै भन्ने हो भनेपछि जति धेरै एंगल स्ट्रेन त्यति धेरै अनस्टेबल। त्यसो भन्दाखेरि लोअर साइक्लो अल्केनहरुकोमा त स्ट्रेन एंगलहरु हुने भयो। त्यो स्ट्रेन एंगल भन्दाखेरि तर हायर साइक्लो अल्केनमा जस्तै साइक्लोपेन्टेनमा चाहिँ मिनिमम स्ट्रेन भ्यालु हुन्छ, त्यो मोस्ट स्टेबल हुन्छ भनिन्छ हैन। त्यसै भन्दाखेरि साइक्लोहेक्जेन जुन छ त्यसको साइक्लोपेन्टेन भन्दा हल्का स्लाइटली धेरै हुन्छ। त्यसो भन्दाखेरि त बियर-स्टेन थ्योरीको आधारमा त त्यो अनस्टेबल हुन पर्ने हो, तर मोस्ट स्टेबल चाहिँ त्यही कम्पाउन्ड हुन्छ, त्यही साइक्लिक एलिफेटिक कम्पाउन्ड साइक्लोहेक्जेन हुन्छ। त्यो किन हुन्छ भनेपछि त्यसले डिफ्रेन्ट टाइप्स अफ कन्फर्मरहरु देखाउँछ। डिफ्रेन्ट टाइप्स अफ कन्फर्मर भनेपछि हाम्रो आयो बोट, चेयर, ट्विस्ट बोट र अर्को आयो हाफ चेयर। अब साइक्लोहेक्जेनले यो किन देखाउँछ भनेपछि त्यसले त्यो साइक्लोहेक्जेन चाहिँ प्लानर हुन्न, त्यो एउटा प्लानर स्ट्रक्चर हुन्न त्यसको, र त्यसको स्ट्रेन एंगल साइक्लोपेन्टेन भन्दा हल्का बढी हुन्छ। त्यो स्ट्रेन एंगललाई रिलिफ गर्न, त्यो स्ट्रेन एंगललाई हटाउन साइक्लोहेक्जेन डिफ्रेन्ट टाइप्स अफ कन्फर्मरहरु देखाउने गर्छ। अब हामीले बिस्तारै बुझौँ। कन्फर्मेसन अफ साइक्लोहेक्जेनमा फर्स्ट आउँछ हाम्रो चेयर कन्फर्मेसन। है चेयर कन्फर्मेसन भनेपछि हाम्रो हुन्छ हल्का चेयर टाइपको हुन्छ। अब यो मोस्ट स्टेबल चेयर कन्फर्मर भनेको मोस्ट स्टेबल कन्फर्मर हो साइक्लोहेक्जेनको हैन। यहाँ दुईटा हाइड्रोजन, यहाँ एउटा हाइड्रोजन, यहाँ एउटा हाइड्रोजन, यता दुईटा हाइड्रोजन, यता दुईटा हाइड्रोजन, यहाँ एउटा हाइड्रोजन, यता दुईटा हाइड्रोजन भयो, यता दुईटा हाइड्रोजन भयो, यता एउटा हाइड्रोजन, दुईटा हाइड्रोजन, अनि यसरी एउटा हाइड्रोजन। अब यो कस्तो के हो भनेपछि यो जुन एउटै इक्वेटरमा छ यसलाई हामीले इक्वेटोरियल हाइड्रोजन भन्छौँ। इक्वेटोरियल हाइड्रोजन भन्ने भयौँ हैन। र यो इक्वेटोरियल हाइड्रोजन देखि जस्ट माथि दुईटा हाइड्रोजन छन्, इनोर हाइड्रोजन छन्, जुन यिनीहरूलाई हामीले एक्सियल हाइड्रोजन भन्छौँ। एक्सियल हाइड्रोजन भयो। इक्वेटर भनेको त हजुरहरुलाई थाहा छ, यो एउटा हाम्रो अर्थ हो, एउटा प्लेन अफ एक्सिस यहाँदेखि गा हुन्छ। यो प्लेन अफ एक्सिसलाई हामीले इक्वेटर भन्छौँ हैन। इक्वेटर भनेको अब यसले हाम्रो अर्थलाई दुई भागमा बाड्ने भयो, एउटा इक्वेटर हो, र त्यही इक्वेटरमा भएको हाइड्रोजनलाई हामीले इक्वेटोरियल हाइड्रोजन भन्यौँ।
र त्योदेखि जस्ट माथि दुईटा हाइड्रोजन छन्, यसलाई हामीले एक्सियल हाइड्रोजन भन्यौँ। र यो चेयर कन्फर्मेसन सबभन्दा स्टेबल कन्फर्मर हो। यो स्टेबल कन्फर्म हो किनभनेपछि यो स्ट्यागर्ड फर्ममा बसेको हुन्छ। स्ट्यागर्ड फर्ममा बसेको हुन्छ। सो यो स्ट्यागर्ड फर्ममा बसेको हुन्छ। अब यसको हामीले न्युम्यान प्रोजेक्सन हेरौँ है। न्युम्यान प्रोजेक्सन यसको हेरौँ। यसको न्युम्यान प्रोजेक्सन कस्तो हुन्छ भनेपछि यहाँ यो हो हैन, यहाँ हाइड्रोजन, यहाँ मिथाइलिन ग्रुप, यहाँ हाइड्रोजन, यहाँ मिथाइलिन ग्रुप। अब यो त साइक्लिक हो, साइक्लिक एलिफेटिक हो भनेपछि यहाँ अर्को पनि चाहियो, किनभने यो त रिङमा बसेको हुन्छ नि त। साइक्लिक भनेपछि रिङमा बसेको हुन्छ। सो यहाँ हाइड्रोजन, यो यस्तो हो, यहाँ हाइड्रोजन, यहाँ यो यहाँ हाइड्रोजन। यो सबैभन्दा स्टेबल, किनभनेपछि यिनीहरूसँग रिपल्सन गर्ने चान्स धेरै कम हुन्छ। यिनीहरू एक आपसमा रिपल्सन गर्ने चान्स धेरै कम हुन्छ। किनभनेपछि यिनीहरू एक अर्कासँग यो हाइड्रोजन रिपल्सन गर्ने चान्स धेरै कम भयो। यो हाइड्रोजन, यो मिथाइलिन ग्रुप रिपल्सन गर्ने चान्स धेरै कम भयो। यिनीहरू एक आपसमा टाढा बसेको हुन्छ, स्ट्यागर्ड फर्ममा बसेको हुन्छ। हामीले बीएससी फर्स्ट इयर केमिस्ट्रीमा, अर्ग्यानिक केमिस्ट्रीमा कन्फर्मेसन अफ एन-ब्युटेनमा पनि हामीले हेरेको थियौँ। स्ट्यागर्ड फर्ममा सबैभन्दा स्टेबल कम्पाउन्ड। त्यस्तै गरी अर्को हेर्छौँ हामीले बोट कन्फर्मेसन हैन। अर्को आयो बोट। बोट कन्फर्मर भनेको हाम्रो सबैभन्दा अनस्टेबल कम्पाउन्ड हैन। यो अनस्टेबल किन हुन्छ भनेपछि यसमा फ्ल्याग पोल रिपल्सन हुन्छ। यहाँ एउटा हाइड्रोजन र यहाँ एउटा हाइड्रोजन हान्यौँ भनेपछि यिनीहरू दुईटा बीचमा यो एउटा फ्ल्याग पोल रिपल्सन क्रिएट हुन्छ, जसले गर्दा यिनीहरू एक आपसमा रिपल्सन गरिरहेको हुन्छन्। त्यसले गर्दा अब हामीलाई थाहा छ कुनै पनि कम्पाउन्डमा रिपल्सन आयो भनेपछि त्यो कम्पाउन्ड चाहिँ अनस्टेबल हुन्छ। किनभनेपछि यिनीहरू अब अनस्टेबल हुनेका कारण रिपल्सन मतलब यिनीहरू एक आपसलाई ढकेलिरहेको हुन्छन् के, एउटालाई रिपल्सन गरिरहेको हुन्छ। त्यसैले सबैभन्दा अनस्टेबल। अब यसको हामीले न्युम्यान प्रोजेक्सन हेर्ने हो भनेपछि CH2 हाइड्रोजन यो हाइड्रोजन यहाँ भयो, यो हाइड्रोजन यहाँ भयो, यहाँ CH2 हाइड्रोजन हो भनेपछि हाम्रो यहाँ हाइड्रोजन यो यहाँ गयो, यो यहाँ। यसलाई यस्तो फर्मलाई हामीले भन्छौँ इक्लिप्स्ड फर्म
इक्लिप्स फर्ममा सबै एक आपसमा नजिक हुने भयो। नजिक भएपछि म्याक्सिमम रिपल्सन क्रिएट हुने भयो। यहाँ म्याक्सिमम रिपल्सन क्रिएट हुने भयो। त्यसैले गर्दा यो सबैभन्दा अनस्टेबल कम्पाउन्ड भनेर हाम्रो बोट कन्फर्मर अफ साइक्लोहेक्जेनलाई बुझिन्छ। त्यसपछि हाम्रो आउँछ ट्विस्टेड बोट भन्ने, हैन। यो ट्विस्टेड बोट कन्फर्मर कस्तो हो भनेपछि चियर भन्दा हल्का अनस्टेबल, चियर भन्दा हल्का अनस्टेबल तर बोट भन्दा चाहिँ स्टेबल। किनभने चाहिँ बोट त अनस्टेबलमा गनिएको। अब यस्तो चियर भन्दा हल्का अनस्टेबल तर बोट भन्दा स्टेबल भनेपछि ट्विस्टेड बोट। अब चियर र बोटको कम्पेयर गर्नु भने पर्यो भने जस्तो सुरुमा त चियर आइगयो, त्यसपछि ट्विस्ट बोट, त्यसपछि बोट। ट्विस्टेड बोटमा के हुन्छ भनेपछि यसलाई अब हामीले हेर्ने हो भनेपछि यस्तो खालको हुन्छ। अब हल्का यस्तै। यसमा के हुन्छ भनेपछि फ्ल्यागपोल रिपल्सन जुन हुन्छ नि त्यो बोटभन्दा हल्का कम हुन्छ। फ्ल्यागपोल रिपल्सन हुन्छ जुन त्यो बोट कन्फर्मर भन्दा हल्का कम हुन्छ है। यो फ्ल्यागपोल रिपल्सन हुने भयो, यो बोट कन्फर्मर भन्दा हल्का कम हुन्छ। यसको न्युमेन प्रोजेक्सन हेर्ने हो भनेपछि हाम्रो यसको न्युमेन प्रोजेक्सन यो कस्तो फर्ममा पाउँछ भनेपछि हाफ इक्लिप्स्ड, पार्शियल्ली इक्लिप्स्ड, मतलब फुल्ली इक्लिप्स पनि हैन र फुल्ली स्ट्यागर्ड पनि हैन। यसलाई हेरौँ भनेपछि हाम्रो हाइड्रोजन भयो, यहाँ हाइड्रोजन भयो, यहाँ मिथाइलिन ग्रुप भयो, अनि हाम्रो यहाँ हाइड्रोजन यो भइगयो, यहाँ हाइड्रोजन। अब यो कस्तो हुन्छ भनेपछि हाम्रो हल्का यस्ता हल्का यता हल्का यता यो बनेन हैन। हल्का यता भनेपछि हाम्रो कस्तो हुने हो भनेपछि यो यस्तो, यो हल्का यता, यो यता। यसलाई हामीले भन्छौं पार्शियली इक्लिप्स्ड वा हाफ इक्लिप्स्ड, पार्शियली इक्लिप्स्ड वा हाफ इक्लिप्स्ड। र लास्ट हाम्रो आउँछ हाफ चियर फर्म। यो बोट भन्दा पनि अनस्टेबल, हाफ चियर फर्म बोट भन्दा नि अनस्टेबल। यसलाई देखाउने बेला हामीले यस्तो देखाउँछौँ है। यस्तो भयो। यो सबैभन्दा अनस्टेबल, बोट भन्दा पनि चियर र ट्विस्टेड बोट त आउने नै भइगयो। सो सबैभन्दा स्टेबल हाम्रो आउने भयो चियर, त्योपछि आउने भयो हाम्रो ट्विस्ट बोट, त्योपछि आउने भयो बोट र त्योपछि आउने भयो हाफ चियर, मोस्ट अनस्टेबल। ल अब हामीले यिनीहरुको एनर्जी प्रोफाइल डायग्राम हेरौँ। एनर्जी प्रोफाइल डायग्राम। एनर्जी प्रोफाइल डायग्राममा
यहाँ हाम्रो सुरुमा आउने भयो पोटेन्शियल इनर्जी हैन। यता जाने भयो हाम्रो पोटेन्शियल इनर्जी। यहाँ एउटा एनर्जी ब्यारियर क्रिएट गरौँ। त्यसपछि हाम्रो यता जाने भयो कन्फर्मर्सहरु, डिफ्रेन्ट टाइप्स अफ कन्फर्मर्सहरु। त्यो डिफ्रेन्ट टाइप्स अफ कन्फर्मर्समा सबभन्दा स्टेबल चेयर हैन, र सबभन्दा धेरै भएको अनस्टेबल भएको हाम्रो हाफ चेयर। भनेपछि यहाँदेखि हाम्रो एनर्जी सुरु भनेपछि सबभन्दा कम भनेपछि चेयरलाई सबभन्दा कम एनर्जी पर्ने भयो। भनेपछि त्यो पछि हाम्रो पर्ने भयो हाफ चेयर। हाफ चेयर को हाम्रो एनर्जी आउने भयो 11.5 किलो क्यालोरी। त्यसपछि हाम्रो आउने भयो ट्विस्ट बोटको, अनि त्यसपछि आउने भयो हाम्रो बोटको। ट्विस्ट बोटको हाम्रो आउने भयो 5.5 किलो क्यालोरी। यो ट्विस्ट बोटको है। त्यसपछि बोटको हाम्रो आउने भयो 1.6 किलो क्यालोरी। सो यति भयो हाम्रो कन्फर्मेसन अफ साइक्लोहेक्सेनको। कन्फर्मेसन अफ साइक्लोहेक्सेनमा हामीले के पढ्यौं भनेपछि डिफ्रेन्ट टाइप्स अफ कन्फर्मर्सको बारेमा पढ्यौं। डिफ्रेन्ट टाइप्स अफ कन्फर्मरमा हाम्रो आउने भयो साइक्लोहेक्सेनको चेयर, बोट, ट्विस्ट बोट र हाफ चेयर। चेयर मिन्स मोस्ट स्टेबल कन्फर्मर, त्यसपछि ट्विस्ट बोट, त्यसपछि ट्विस्ट बोट चेयर भन्दा हल्का स्टेबल, त्यसपछि बोट, त्यसपछि हाफ चेयर। हाफ चेयर मिन्स मोस्ट अनस्टेबल। र त्यसमा के हुन्छ भनेपछि चेयर कन्फर्मरमा हामीले पढ्यौं एक्जियल र इक्वेटोरियल हाइड्रोजनको बारेमा। इक्वेटोरियल मिन्स इक्वेटर, एउटा इक्वेटरमा भएको हाइड्रोजनहरु। त्यसपछि इक्वेटर हाइड्रोजनको माथि दुईटा हाइड्रोजन अरु हुन्छ, तीनो दुईटा हाइड्रोजन एउटा, तीनोलाई हामीले एक्जियल हाइड्रोजन भन्छौं। त्यसपछि हाम्रो आउँछ बोटमा हामीले फ्ल्यागपोल रिपल्सनको बारेमा पढ्यौं। फ्ल्यागपोल मिन्स बोटको एउटा टुप्पा र अर्को टुप्पामा भएको हाइड्रोजनहरु एक आपसमा रिपल्सन गर्छन्। त्यो रिपल्सन गर्ने तीनो हाइड्रोजनलाई हामीले फ्ल्यागपोल हाइड्रोजन भन्छौं, र तीनोले क्रिएट गर्ने रिपल्सनलाई हामीले फ्ल्यागपोल रिपल्सन भन्छौं। त्यसपछि आउँछ ट्विस्ट बोट। ट्विस्ट बोटमा हाम्रो न्युम्यान प्रोजेक्सन पार्शियली इक्लिप्स हुन्छ, मतलब कि न पुरै स्ट्यागर न पुरै इक्लिप्स, बिचमा भएको जुन पार्शियल हुन्छ, हाफ इक्लिप्स। त्यसपछि त हाफ चेयर आयो, त्यो मोस्ट अनस्टेबल कम्पाउन्ड। यसै गरी हाम्रो साइक्लिक एलिफेटिक कम्पाउन्डमा भएको दुईटा थ्योरीको डिस्कसन सक्यो। अब हामीले पढ्ने भनेको नेक्स्ट एरोमेटिसिटी। एरोमेटिसिटीमा हामीले पढ्ने भनेको हकेल्स रुल, त्यसपछि अर्थोमेटापाराडाक्टर, त्यसपछि रिङ एक्टिभेटिङ र रिङ डिएक्टिभेटिङ ग्रुप। यति पढ्यो भनेपछि हाम्रो सेकेन्ड इयरको अर्ग्यानिक केमिस्ट्रीको थ्योरी पोर्सन सकिन्छ। त्यसपछि हाम्रो आउँछ मेकानिजमहरु,
मेकानिजममा अब हामीले पढ्ने भनेको नेम रिएक्सन मोस्ट इम्पोर्टेन्ट। त्यसपछि आउँछ हाम्रो रिजन, जस्तै कि रिजन वाइज क्वेसनहरू आउँछन्। सो